र म छु अहिले पृथ्वी चोकमा र यहाँबाट म जाँदैछु कुम्दीकोट। चलो जय शंभू। यहाँ हेर्नु कसरी पार्किङ गरेर चाहिँ हेर्नु त। यो बाइक कसरी निकाल्ने मैले। दाई, हेलो दाई। हरे कृष्ण सबैजनालाई। हजुरहरूलाई स्वागत छ मेरो भिडियोमा। हो हजुरहरू सन्चै हुनुहुन्छ होला र आज फेरि अर्को भिडियो लिएर आएको छु र अहिले म छु पोखरामा र यो हो अहिले बन्दै गरेको हाइवे जुन मुगुलभन्दा हल्का अगाडि अबुखेरेनी भन्ने ठाउँदेखि लिएर यहाँ पृथ्वी चोकसम्म बनिरहेको छ। यो 6 लेनको हाइवे हो र हेर्न सक्नुहुन्छ कति ठुलो छ। मौसम त यस्तै हो यहाँको। एकछिन पहिला घाम निस्केको थियो, अहिले छैन। अहिले पानी पर्ने मौसम जस्तो भइसकेको छ र यहाँ हेर्न सक्नुहुन्छ बीच बीचमा यो बनिरहेको छ, अहिले पनि कन्स्ट्रक्सन भइ नै रहेको छ। र अहिले बिहानको 10 10:30 भइरहेको छ र म छु अहिले पृथ्वी चोकमा र यहाँबाट म जाँदैछु कुम्दीकोट। सो चलो। पृथ्वी चोकबाट सिधा पनि जान सक्नुहुन्छ, लेक साइड भएर पनि जान सक्नुहुन्छ। लेक साइड जानको लागि सिधै जानुपर्ने हुन्छ होइन, तर यताबाट पनि जान मिल्छ। लेट्स गो। एक्ज्याक्ट ठाउँको नाम त थाहा छैन मलाई पनि। सो चलो, कोही कता कताबाट जान्छ भनेर। यो भैँसीलाई त्यसमा राखिदिएको छ, त्यसको एउटा सानो बच्चा पनि छ। वो किधर ले जा रहा है? ओ दाजु, यो हो डोमेस्टिक एयरपोर्ट यता साइडमा, जुन अहिले बन्द छ किनभने यहाँ इन्टरनेसनल एयरपोर्ट पनि छ नि त, त्यही भएर। सो इट्स इज क्लोज्ड। हेर्न सक्नुहुन्छ बोर्ड लागेको छ पोखरा विमानस्थलको। हिमाली टोल। र यो हो बिरौटा चौक। यहाँबाट सिधै जाने। हामीलाई त्यो पहाडको टुप्पोमा जानु छ, दिख रहा है कैमरा में। अब यहाँबाट देख्छ। ओ त्यो देखिराख्नुभएको छ त्यो माथि टुप्पो, त्यहाँ जानु छ। ओ त्यहाँ जानु छ माथि। यहाँ एउटा बाटो छ माथि जाने बाटो राइट साइडमा। सो टेक अ राइट टर्न। चलो। ओ स्मॉल नदी आ गया, नदी के बीचों बीच। Oh, see the view. Kathiyori.
यता यो माथिको यतातिर धेरै राम्रो बनाएको हुन्छ होइन, साइड साइडमा बस्ने ठाउँ बनाइदिएको हुन्छ। फोटो सेशन हो रहा है भाई, फोटो सेशन। So यहाँ हेर्न सक्नुहुन्छ मान्छे कति धेरै भिड छ। माथि पार्किङ छ कि छैन थाहा भएन, होप होला। जाम लग गया भाई। Got the parking. तुम्हें रवि आइपुग्यो पुम्दीकोट। So finally यहाँ पार्किङ पाएर पार्किङ गरिदियो यतापट्टि र आइपुग्यो यहाँ मन्दिरमा। अब यहाँ माथि जाँदैछु। त्यस्तो खासै भिड त छैन आज, तर पनि
मान्छेहरू त छ। सरी उताबाट पनि जानु मिल्छ र यताबाट पनि जानु मिल्छ। भोलेबाबा के दर्शनार्थ दूर दूर से मंदसौर महादेव मंदिर पोखरा 22 बजे को आए हुए श्रद्धालुजन प्राचीन काल से पूजा पाठ होने वाला धार्मिक ऐतिहासिक स्थल दान और सहयोग को संकलन करते हुए कैलाश धाम पुण्यकोट शिवालय के रूप में विकसित होने जा रहा है। इसीलिए समस्त भोले बाबा के दर्शनार्थ आए हुए भक्तजनों र यहाँ माथि जाने हो अहिले। कैलाश धाम निर्माण कार्य में सहभागी हुए मंजूर परिषद से उनसे चलो जय शम्भू। आ जाओ। र म यहाँ छु अहिले पुम्दीकोट। यहाँ सबभन्दा ठुलो शिवलिङ्ग शिवजीको मूर्ति छ। यहाँ हेर्न सक्नुहुन्छ मेरो पछाडि। र यता पनि भ्यू, माथिबाट भ्यू हेर्नु कस्तो राम्रो देखिरहेछ तलको भ्यू। यो मन्दिरको साइड साइडमा यो सानो सानो शिवलिङ्गहरू छ, धेरै छैन, चारटै साइडमा छ। यहाँ हेर्न सक्नुहुन्छ। जय शम्भू। र अहिले म छु यहाँ पुम्दीकोट। यो ठाउँ जम्मा आधी घन्टा लाग्छ पृथ्वी चोकबाट। हजुरहरू पनि आउन सक्नुहुन्छ यो ठाउँमा। त्यहाँ मेरो पछाडि हेर्न सक्नुहुन्छ। र यो हो तलको भ्यू। थाहा छैन क्यामेरामा देखिरहेको छ कि छैन। पेवा लेक देखिरहेको छ यहाँबाट, पेवा ताल। चलो बैक टू रूम। चलो रूम। धेरै भिड छ और मेनली टूरिस्ट आर फ्रॉम इंडिया। Where is my baby? खै दाइ खै खै एकछिन।
त्यसकै नाममा छोडिदिएँ मैले तपाईँहरू पर्दैन हो तपाईँले पैसा त्यसको नाममा छोडिदिएँ मैले जानु यहाँ हेर्नु कसरी पार्किङ गरेर चाहिँ हेर्नु त यो बाइक कसरी निकाल्ने मैले दाइ हेलो दाइ 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 कसरी निकाल्ने त्यो अब फँसिहाल्यो थियो बिचमा यत्रो टुरिस्ट आउँछ भनेर यहाँ अलि मेन्टेन म्यानेजमेन्ट गर्नु पर्यो नि त कहाँ नहीं बच्चालाई भन्छ बसाउनको लागि त्यो झरिहाल्यो भने who will be the responsible र यहाँ हेर्न सक्नुहुन्छ माथिबाट माथिको भ्यू यो लेक साइड देखिरहेछ यहाँबाट बोटहरू कति सानो सानो देखिरहेछ दिदी एउटा चिया चलो गर्मी बढ़ गया अरे बाबा गर्मी बढ़ गया यो एउटा बुद्ध स्तूपा हो यो जाने बाटो पनि अगाडिबाट छ होप हजुरहरूलाई यो भिडियो मन परेको होला यो भिडियोमा केही मन परेको छ भने कमेन्ट गरिदिनु होला
र च्यानल सब्सक्राइब गरिदिनु होला। अर्को भिडियो लिएर फेरि निकाल्ने छु। तबसम्मको लागि टेक केयर एन्ड थ्याङ्क यू फर वाचिङ। पछाडि के लेखेको छ, बोतल पीना है, बोतल पीना है तो स्प्राइट पियो, कोका कोला में क्या रखा है, प्यार करना है तो आंटियों से करो, लड़कियों में क्या रखा